खेल पूर्वाधारको विषयमा नि के प्रश्नहरू उठेको थियो। अहिले खेल पूर्वाधारमा गभर्मेन्टले एकदम बढी फोकस गरेको छ। हामीले अब होम अवे हाम्रो देशमा पनि होम अवे फुटबल क्रिकेट र अरू अन्य स्पोर्ट्सहरूमा पनि त्यो मोडालिटीबाट जाओस् भनेर केही नीतिगत सुधार र केही पूर्वाधार विकासका योजनाहरू अगाडि बढाएको छौँ, जसमा हाम्रो मन्त्रालयबाट 10वटा फुटबल रङ्गशाला कम्तीमा 8,000 क्यापेसिटी फ्लड लाइटसहित 3 वर्षमा सकाउनको लागि 5 अर्ब बजेट विनियोजन गरेको छ। अर्को 8वटा क्रिकेट रङ्गशाला 8,000 क्यापेसिटीको 3 वर्षमा रङ्गशाला सम्पन्न गर्ने र 5 वर्षमा फ्लड लाइट सहित गर्ने भनेर 4 अर्ब गरेको छ। र 7वटा इन्डोर स्टेडियम कम्तीमा 2,000 क्यापेसिटीको 3 वर्षमा सकाउने लक्ष्यसहित 3 अर्ब 50 करोड हामीले यसको लागि 3 वर्ष कार्ययोजना बनाएर गरेको छ। यो पनि इन्डोर भनेको बास्केटबल, भलिबल लगायतका इन्डोर स्पोर्ट्सहरू सबैको नै होम अवे एकदम टुर्नामेन्टहरू होस् भन्ने छ।